गुड मर्निङ सबैजनालाई शुभ प्रभात। आज हामी कहाँ जाँदैछौँ? यत्रो यत्रो पोका बोकेर शनिबारे हटिया यहाँ उर्मीको हामी बस्ने टोलको हाट बजार जाँदैछौँ। धेरै आफ्टर सो लङ झन्डै एक वर्ष जस्तै पछि होला जाँदैछौँ। तर अहिले 9 बजिसक्यो होइन। सो हाट बजार चाहिँ अत्र उठ्दैन होला लागिरहेछ। सो के छ तपाईँहरूको हाल खबर? व्हाट्सअप एभ्रीबडी, हेलो एन्ड नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन। हिँड्नु है मान्छे, हिँड्नु है। हाट बजार सुरु भयो। माछा पाइने ठाउँ, धनियाँ, फ्रेस धनियाँ देख्यौ होइन? यो चस्मा लगाएर देखेनौ? ल होइन यो होइन सकिसके जस्तो छ अहिले। छिटो होइन छिटो। त्यो त हाट बजार त सुक्खा लागिसकेको छ त यार। €50 प्याच। हाट बजार, यो हाट बजारबाट मैले सेन्डो किनेर लगेको थिएँ। अहिलेसम्म मैले लगाइरहेको छु। सेफ्टी सुज, हो यता छैन। तर अझै त छिट्टो सकिन थालेछ। हुँदैन कि अनि बिहान 6 बजेदेखि बिहान हुन्छ। अनि हाट बजार त्यस्तै हो नेपालमा पनि। गर्मीमा बिहानै खोल्यो काँडे बन्द हुने, यहाँ पनि त्यस्तै हो। छ यता पनि छ तरकारी पसल। एभ्रिथिङ €5। यहाँ आएर तिम्रो टप्सहरू आलु, प्याज, टमाटर।
सागको नाममा सा पनि रहेछ यो रोड आयो कहाँको रोड आयो भने त भाबीको रोड त्यो कस्तो राम्रो छ हलुका छ त्यहाँ आफू गर त राखेर हेटेको मान्छेले हाई गरेको त्यसको साइज होला छोड्दै मन परेन भने तर त्यसको साइज त होला नि त हो त्यो राम झन् ठुलो हो क्या एल यो एल हो ल साथीहरू यस्तै छ त्यही भएर सस्तो मस्तो छ ट्रायल गर्ने ठाउँ भयो भने त अनि भाडा तिर्नु पऱ्यो भाडा हिँड न किन उभिएको ठिङ्गै हेर्दैछौ घाममा बसेर होइन शीतलमा बसेर हेर्नुपर्छ उर्मीको बजारमा लोकल मार्केट यस्तो छ अन्डाहरू यहाँ यस बल्ल थाहा पायो यस अब यहाँनिर बस्ने बुढापाकाहरू चुट खाने कफी सफी खाने बिहानै यसो गफसफ गर्ने आनन्द पनि छ शीतल छ होइन हामी पनि बसेर गफ गर्ने कि एकछिन दुःख सुखको कुरा गर्ने कि अब के अरे सपिङ गर्नु भनेर आएको साग यताउति किन्नु पर्यो भनेर एउटा खुत्रुके सपिङ गऱ्यौँ 1 युरोको अनि यो अन्डा यो 3 युरो 80 सेन्टको सो अनि हामी चाहिँ लाग्यौँ ब्याक टु घर किनभने हामीलाई भोक लागिसक्यो धनिया लाने अलिकति थुक्पामा हालेर खानु पऱ्यो होइन धनिया मिलाएर पारेर नरुवा न बाबु के रुँदैछौ सो यो बिहानको खाजा चाहिँ सोमराजी र बिजु भाइको लागि स्पाइसी रामेन भने जस्तो लाग्थ्यो ल यस्तै छ अनि यहाँ पाक्दैछ टिक टिक यहाँभित्र छ हरियो धनिया नमस्ते स्वागत छ तपाईहरुलाई आज हाम्रो यो खानपिनको भिडियोमा सधैँसरी नै हामी श्रीमान श्रीमती आइसकेका छौँ माल्टाको उर्मीबाट आजको खानामा चाहिँ के छ त हाम्रो आजको हाम्रो खानामा थुक्पा अनि सुँगुरको मासु अनि हामी साग खोज्नु गएका थियौँ बिहान उठेर अघि देखिहाल्नु तपाईहरुले अलिकति अगाडि साग पाएनौँ सो बन्दा अनि प्याज अनि हाम्रो लेमन पनि छ तर लेमन चाहिँ यो लेमन फरक पर्दैन टाइप फरक पर्दैन छैन क्या माल त्यही भएर मलाई यो उचाल्दाखेरि नै थाहा थियो छन त छ तर त्यस्तो झरिलो छैन ल सुरु गरौँ त्यस चेयर्स पानीबाट चेयर्स कि रेड बुलबाट चेयर्स पानीबाट सुरु गरौँ अलि खाएर यो अलिक वक्क भयो भने चाहिँ त्यो खानुपर्छ ओके म सुरु गरेँ ल लिउँ फर्स्ट बाइट भोलिदेखि डाइट यहाँको चाहिँ सुँगुरको मासुहरू चिलो नहुने रहेछ क्या अलिक
बोसुन नहुने किन नआउने हो पैसा त छ है हाम्रोतिर भए बोसिलो हुन्थ्यो नि त अनि यहाँ पनि नेपाली स्टाइलले खाइदिनु पर्यो कसरी हात धोएर एकछिनमा आएँ आफ्नै लोकल पारामा अब नेप्सुवाङ राईले खान्छ ओह 5 तत्त्व तपाईँलाई पिरो लाग्यो अलिक अल्छा लाग्नु पर्छ नि पानी हावा आगो माटो यो के हो भन्नुहोस् सस्तो त सस्तो मार्केटमा तर लुगाहरू राम्रो बेच्छ राम्रो हुन्छ क्या अरूले लगाएको सेकेन्ड ह्यान्ड त होइन नि होइन सब्जीहरू चाहिँ सबै तर नलिने नि बाबा आफै उब्जाएको नि एकजना अङ्कलको हातमा यस्तो थियो क्या कालो कालो थियो क्या त्यो काम गरेको हुन्छ नि माटो खोस्रेर हामीले टमाटर किन्ने ठाउँमा होला हामी त्यो सुनाउनु भएको देखिनु पर्यो नि टिस्यु ल्याइएन देख्नुहोस् तर बच्चादेखि काम चाहिँ सिकाउँदो रहेछ क्या बच्चालाई पनि क्या मार्केट त पुरै रोडभरिको एक राउन्ड घुमाएर चर्चलाई त उनीहरूको त त्यो बाटो बन्द हिँड्नु 2 बजीसम्म 1 बजीसम्म होला हो आफ्नै छ पारा मेरो भने जस्तो यिनीहरूको आफ्नै छ पारा Bahan ni? Apa? Bah. Enggak lah. Mana puga? घरि त खोर्सानी टोकेको पनि मैला आज त्यति खाइसक्ने पुगो भनेको कि थप्ने चाहिँ पुगो भनेको नै अब नथप्ने ए त्यति चाहिँ खाइसक्ने त्यति चाहिँ पुग्यो मासु पनि नखाने यो त्यो लगाइदिन्छु अब तपाईँ खानु नि तपाईँ पनि यस्तो पगलक भएको छ नि दामी भएको छ हल्का थुप्पा त लाएर खानु पर्यो आफ्नो हात जगन्नाथ यति यो बोसो त यस्तो त हुँदैन यस्तो रङ हुँदैन हुँदैन
मलाई दामी दुईवटा उ गरेको थियो त दामी लाग्यो त हामीले मलाई त दुईवटा गरेको थियो क्या लेमन निचोडेको थिएन अझ लागेको छ क्या मजाले के अमिलो त्यो मान्छे झ्याप छ हिजो दुई बोतल जेडी खुवाइदिएको उस झ्याप छ के बोलिरहेको छ टिम्बुर अनि खुर्सानी वाह सुपर से ऊपर भयो सर्केला नि अलिक उ गरेर घाँटीमै उ भयो विचार गरेर है साथी आफ्नै पारा छ मेरो अलिकति यो थुक्पा चाहिँ सानो खालको भएर मात्रै अन्त दामी भयो हाम्रै गाउँघरको जस्तो ठुलो हुन्छ नि थुक्पा त्यो भएको झन् दामी मलाई चाहिँ सुप खतरा मन पऱ्यो त्यसमा पाक चाहिँ भयो हुन्छ नि 1+ पाक चाहिँ अस्ति चाउमिन खाने भन्दै तरकारी खाइहाल्यो आज खोज्नु भएको बेच्दैन हामी सिधै पाबी गएको भए त भेट्थ्यो ज्यादा थियो तर त्यहाँ राम्रो थिएन मैले हेरेको नि ल्याउनु भनेर लामावाला अनि डन्ठे डन्ठामा त क्या बात थिएन हिजो मैले हेरेँ नि त्यहाँ अस्तिको जस्तो छोटो थिएन क्या म त अब तगाएँ त्यो नसक्ने भयो नखाऊ नखाने यति त राख्ने भरे खानु पऱ्यो मिठो भइरहेको त फेरि खाना खाएन नानी अब नखाने भयो सक्नेको चक्करमा एक होइन 1 रुपियाँ 2 रुपियाँ भन्छ 1 रुपियाँ 2 रुपियाँ हेर्दाखेरि 5 रुपियाँ 4 रुपियाँ के होइन जस्तो दिमागमा होइन दिमागले बनाउने क्या यो त 1 रुपियाँ हो 5 नेपालमा त 1 रुपियाँ के आउँछ टाइमको अब त कन्भर्ट गऱ्यो भने त बिरामी हुन्छ ज्वरो पाउँछ 17 रुपियाँ किलो के थियो खोर्सानी पहिले अहिले पनि हो? 1 वर्ष नखाएको अहिले बडो हो कि त्यहाँ 1 वर्ष नखाएको किलोको हो नि त खोर्सानी त किलोमा त कति आउँछ र यति ल्यायो भने पुगेको हामीलाई एक्लै दिमाग नभएर त्यसपछि मलाई अति भयो मेरो चाक पोल्नु थाल्यो सुके खोर्सानी खाएर त्यसमा लु होस् म हरियो खोर्सानी नै खान्छु भनेर गएर यति लिएर गरेको 1 युरो भन्छ यसरी थियो भनेर मलाई 1 हप्ता पुग्यो 1 युरो भन्छ अरे अनि 1 युरोमा त आउने रहेछ मलाई पुग्ने गरी 1 हप्ता पुग्ने गरी त्यहाँदेखि खान थालेको अनि त्यहाँदेखि सबैले पनि खान थालेको नत्र त हामी त 17 युरो हिसाब गरेर क्या नेपाली त नि कति पऱ्यो त 10 को 1700 भनेपछि उता 7 को त अनि 2500 जति पर्दो होला 2200 कति थियो कन्भर्ट गर्नु थाल्यो भने त किलोको हाम्रो यताको पूजा ठुलो भएर मात्र हो त तर यहाँको मान्छेहरूलाई त हेर्नु त राम्रो है 4 रुपियाँ 5 रुपियाँमा के सस्तो छ र मात्रै यिनीहरू पनि हुन सकेको नत्र त यिनीहरू पनि त गाह्रो हुन्छ नि त हामीलाई मात्रै त के गाह्रो र भन्छु है गरेको चाहिँ यिनीहरूलाई त महँगी होला नि अन्त भनेको त जस्तै
अघिनाको तलब मानिलिउँ महिनाको 2000 युरो छ अरे होइन 2000 युरो यहीँ खर्च गर्नु पर्दाखेरि त हिजो त्यो एउटाले सामान किनेको हेर्नु भएन कति महिनाको लागि किनेको त्यो सामान पारीमा 1 महिना जति लागि किन्छ सरी भन्दै आयो नि पछि कहाँ गएको रहेछ सामान गर्नु उसले उसको डाडीमा सामान राखेर उसको बाबु चाहिँ उतातिर गर्दै थियो ऊ नि राम राम 1 हप्ता त्यत्रो खायो भने त राम राम अनि तिनीहरूको 1 हप्ता भयो एउटा जुस लिएर त त्यति बेला त्यहीँ पे गऱ्यो भने त भुटुटुटुटु केटीले त एकैछिनमा मस्त खाइयो साथीहरू कस्तो खायो जब पनि निन्द्रा लाग्ने यो चाहिँ खाने कि न त? चेयर्स चिस हान्ने पनि ला फाटेको छ मुख मुख काटेको होइन सबै भरि लागिरहेछ नेपाली स्टाइलमा खाइदिएको नि त नेपाली स्टाइलमा खानु पर्यो तातो हुँदै थियो बुढी अब माथिको एसीले चिसो हुन थाल्यो फेरि के गर्नु बिदा माग्नु मागु ला त अब यस्तै छ नेपालबाट माल्डाइन अब नेपालमा केटोहरू पढ्दैछ राम्रै पढ्छ होला राम्रै पढ गाइजहरू अनि बाउले होला मोज गर है छोराबुढी लेख्नु भएको त कमेन्टमा हस् हामी मोज गर्नेछौँ बिहान 4:30 बजे उठेर काम गर्नेछौँ त्यसपछि फुर्सदको बेला त रमाइलो गर्नै पर्छ नि होइन त्यतिको लागि आएको सँगै भएको बुढाबुढी ल तपाईँहरू सबैजनालाई यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै आई लभ यू वी लभ यू फेरि पनि अर्को भिडियोमा भेट्ने बाचाका साथ म बिएन ब्लग्स बेलटारको नेप्सु म उर्मिला राई बिदा हुन चाहन्छौँ हस्त नमस्ते बाई बाई 1 वर्ष भयो भिडियो बनाएको आफू चाहिँ परिचय दिएर भयो आफू चाहिँ परिचय दिएर मलाई तिमी भन्नु पर्दैन त रिटेक म त अब बिर्सिएन होला